एउटी युवतीको नग्न तस्बिरलाई मुख्य पृष्ठमा बेचियो। आजभन्दा करिब 23 वर्ष अगाडि समाचार छापिएको 3 दिन पछाडि युवतीले आत्महत्या गरिन्। यो सुन्या पनि होला हजुरले पत्रकार कहाँ गएछ दाइ बिन्ती दाइ अब मेरो बिहा हुने भयो मेरो नछाप्दिन भने त उन त झन् आउने दाना हट्यो नि त फ्याक्टै छाप्दिएछ। भिडियो सबैले सेयर गरिदिनु होला। किशोर श्रेष्ठ पत्रकार कसरी भनौँ, म त ब्ल्याकमेलर भन्ने गर्छु। उनी अहिले पक्राउ परेका छन्, तर त्यही प्रकृतिको समाचार छापेको आधारमा। जुन उनले 23 वर्ष अगाडि पनि यस्तै प्रवृत्तिको समाचार छापेका थिए। उनले 23 वर्षदेखि पत्रकारिताको खोल ओढेर ब्ल्याकमेल मात्रै गरेका रहेछन्। कसैको व्यक्तिगत जीवनमा घुसेर चरित्र हत्या गर्ने यो कस्तो किसिमको पत्रकारिता हो अनि कस्तो प्रेस स्वतन्त्रता हो यो? आज त्यही मान्छेको बचाउमा सडकमा उत्रिएका पत्रकारहरूको चरित्र कति हदसम्म सडेको होला। पत्रकार किशोर श्रेष्ठलाई पत्रकार किशोर श्रेष्ठलाई प्रेस स्वतन्त्रता जिन्दाबाद, प्रेस स्वतन्त्रता जिन्दाबाद। पत्रकारलाई के सडकमा आन्दोलनमा उत्रिएका पत्रकारहरू किशोर श्रेष्ठको माया अनि अन्याय भयो भनेर आन्दोलनमा उत्रिएका हुन् कि आफूहरूको पेटारो नखोल्देऊ भनेर दुहाई दिइरहेका हुन्? यो तपाईहरूले छुट्याउनु होला। किशोर श्रेष्ठ जसले थुनुवा लेखेको नीलो कपडा लाउँदा लाजले मुख छोप्नु परेको छ, आँखा चुदाउन सकिरहेको छैन, त्यही मान्छेले कसैको नग्न अनि चुम्बन गरिएका तस्बिरहरू सार्वजनिक गरिदिन्छ। आज उनीहरूले कुन तहको पीडा भोगिरहेका होलान्? जुन तस्बिरहरू अझै सत्य हुन् भनेर पुष्टि भइसकेको छैन। एउटा व्यक्तिको पापलाई ढाकछोप गर्न पत्रकार महासङ्घ लगायत